साथीहरू नमस्ते। यो जनकपुरको अन्सा सदय नानीको घटनामा अचम्मका कुराहरू सुनिरहेको छु। त्यो वास्तवमा जुन अविनाश भाइले अथवा त्यो टिमले भन्नुभयो कि उलाई मिर्गीको दौरा अथवा ब्रेनमा कुनै किसिमको नराम्रो असर छ, जसले गर्दाखेरि एकछिनमै रिसाउने र टाउको समातेर कपाल भुत्ल्याउन थाल्ने आफै र सोद्धाखेरि अरूलाई मार्दिउँ कि आफै मरिहालौं भन्ने रिसको झोक उठ्छ रे उलाई। त्यो कुरा त सत्य कुरा हो। त्यो त्यसरी हुन्छ कसैलाई। तर मलाई अचम्मको कुरा यो लाग्छ, साथीहरू पनि तर्क गरौं कि मानौ 6 बजेसम्म सुटिङ भयो। 6 वर्षसम्म सुटिङ भइसकेपछि अन्सा रूम भित्र गएर अचेत भयो रे। अन्साको ब्रेन काम गरेन, अन्साको टाउको दुख्यो अथवा टाउकोमा त्यस्तो भयो अथवा मिर्गी आयो, ब्रेन डिस्टर्ब भयो अन्साको। त ब्रेन डिस्टर्ब गर्ने मान्छेले बढी भन्दा बढी के गर्न सक्थ्यो त? बढी भन्दा बढी किचनमा चाकु छ भने त्यसले आफ्नो जीवमा हान्ने, रिसमा तुरुन्तका तुरुन्त गर्ने काम जुन छ, या टाउको फुटाउने या ईट लिएर यसरी बजार्ने अथवा अरूलाई हान्ने अथवा आफैलाई हान्ने कुरासम्म चाहिँ ठीक हो, यो कुरा चाहिँ जायज हो, यो गलत होइन। तर त्यत्रो अचेत भएको मान्छे, ब्रेन डिस्टर्ब भएको मान्छेको दिमागमा कहाँबाट यो कुरा आयो कि घरको छानामा सललाई माथि छिराएर अनि यसरी झुन्डिनु पर्छ भन्ने दिमागमा कसरी आयो यो कुरा? किनभने त्यो त अचेत छ, अचेत भएको मान्छे छ। अचेत भएको मान्छेले त मार्छ कि मर्छ, चक्कु हान्छ, त्यो ठिक कुरा हो, टाउको फुटाल्ने ठिक कुरा हो। तर छानामा भएको त्यहाँ चाहिँ सल राखेर अनि झुन्डिने कुरा, त्यो त अचेत भएको मान्छेले त पक्कै गर्दैन। यदि त्यो गरेको हो भने त्यो मिर्गीको कारणले होइन, ब्रेन डिस्टर्बको कारणले होइन। यदि त्यस्तो बुझेर माथि गएर झुन्डिने काम गरेको रहेछ भने यसको बाहिरी कुनै दबाव छ, उसको ब्रेनमा बाहिरी कुनै चिन्ता, टर्चर हो। कुनै टर्चर बिना, कुनै टेन्सन बिना मान्छेले यस्तो अमूल्य जीवनलाई दाउमा राख्दैन, हाम फाल्दैन, झुन्डिदैन। पक्कै कुनै न कुनै बाहिरी उलाई टर्चर छ, दबाव भयो, केही भयो ब्रेनमा, जसको कारणले गर्दा ऊ झुन्डिन बाध्य भयो। यो ब्रेनको नशाको कारणले त्यो होइन साथीहरू। त म विदेशमा रहेका जुन साथीहरू जुन यहाँ भिडियो बनाएर हाल्नुहुन्छ कि यस्तो छ उस्तो छ, कारवाही गर्नुपर्छ, त्यसरी नभनौ साथीहरू। त्यो भन्ने कुरा रहेन। किनभने यो कुरा केसमा गइसक्यो, पुलिस केसमा गइसक्यो। पुलिसले अनुसन्धान गर्दाखेरि यहाँ धेरैजना त इन्भल्भ छैन। इन्भल्भ हुने को छ त? त्यहाँ भर्खर सुटिङ सकेको थियो, एकजना केटा चाहिँ एडिट गरिरहेको थियो, एकजना केटा चाहिँ फोनमा थियो हो। त यो अनुसन्धान गर्ने पाटो त्यति कमजोर छैन नेपालको। अनुसन्धान गर्नेले अनुसन्धान गर्छ, त्यहाँ कल डिटेल्सहरू हेल्छ, त्यो अवस्थामा कोसँग कति कल गरेको हो, 8 बजे उसको आमासँग कुरा गरेको भन्ने कुरा अविनाश भाइले भन्नुभएको छ। त्यो कलमा के कुरा गरेको हो, कसको फोन आयो, कसको फोन गयो भन्ने कुरा अनुसन्धानमा कल डिटेल्सबाट निकालिहाल्छ, थाहा भइहाल्छ। त्यसकारणले हामी बाहिर बस्नेहरूले
यो कारबाही गर्नुपर्छ, त्यो कारबाही गर्नुपर्छ, यसलाई यो गर्नुपर्छ, त्यसलाई त्यो गर्नुपर्छ भन्ने कामहरू नगरौं, नभनौं। त्यो अनुसन्धानमा गइसकेका छ, पुलिस प्रशासनमा गइसकेका छ। पुलिस प्रशासनले आफ्नो काम गर्नुहुन्छ। हामी डाइरेक्ट आरोप लगाउने काम चाहिँ त्यसरी नगरौं कसैलाई। अविनाश भाइ पनि त्यस्तो होइन, अन्सा नानी पनि त्यस्तो होइन। त्यो टिमको सबै कलाकारहरूसँग म पनि खेलेको छु। तर अनुसन्धानको पाटो अनुसन्धान गर्नेलाई छोडिदिनुपर्छ। हामी त्यसमा इन्भल्भ हुनु हुँदैन। हामीले त्यसलाई डाइरेक्टै अदालत जस्तो निर्णय गरेर यो कारबाही गर्नुपर्छ, त्यो कारबाही गर्नुपर्छ भन्ने नगरौं भन्ने मलाई मेरो तर्फबाट यो विनम्र अनुरोध छ। हस्, नमस्ते।